कुनै सहरको एउटा कोठामा एउटा लगनशील मेहनती छात्र बस्थिन्। उनी निकै गरिब थिइन्, तर उनी आफ्नो लक्ष्यप्रति एकदमै दृढ थिइन्। एक दिनको कुरा हो, उनलाई पढ्दा पढ्दा निकै भोक लाग्छ। उनीसँग केही खानेकुरा हुँदैन। त्यही बेला उनले भगवानसँग प्रार्थना गर्छिन् कि उनलाई केही खानेकुरा प्राप्त होस्, जबकि उनी त्यो खाएर आफ्नो पढाइलाई अझ निरन्तरता दिन सकुन्। एक दिनको कुरा हो, भगवानले उनको प्रार्थना सुनेर कोही दूत मार्फत उनलाई केही खानेकुरा पठाइदिनु भयो। जब उनले त्यो खानेकुरा देखिन् र खुसी हुँदै खोलेपछि उनले त्यो बट्टाभित्र एकदमै मिठो खानेकुरा देखिन्। अरू केही नसोचिकन उनले त्यो खानेकुरालाई खाने निर्णय गरिन्, किनकि उनलाई निकै नै भोक लागिरहेको थियो। जब उनले त्यो खानेकुरा एक चम्चा खाइन्, त्यसपछि उनले त्यसको स्वाद र मिठासले एकदमै तृप्त महसुस गरिन् र भगवानलाई धन्यवाद दिँदै कप खानेकुरा खाएर खुसी हुँदै फेरि पढ्नतर्फ लागिन्। अन्तिमसम्म मेरो कथा सुनिदिनु भएकोमा धन्यवाद र यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर यस्तै भिडियोहरू हेर्नको लागि सब्स्क्राइब गरेर जोडिनुहोला।